नमस्ते फेरि पनि स्वागत छ अर्को नयाँ ब्लगमा जोगिउन गइरहेको छ। आज जाँदैछौँ हामी सबै देउपानी खोलामा। जो कि आज नयाँ नौलो एक्सपिरियन्स आजमाउन गइरहेछौँ हामी। माछा मार्ने हो, फिसिङ ब्लग हुन गइरहेको छ आज। र कसरी माछा मार्छौँ, के गरेर मार्छौँ भन्ने कुरा सबै तपाईँहरूले भिडियोमा देखि नै हाल्नुहुनेछ। अनि अब के कस्तो हुन्छ, कसरी मार्छौँ, कता कता जान्छौँ भन्ने कुरा अब पुगेर भेट्छु। अब अल्बत राइड गर्नुपर्ने हुन्छ, त्यसैले सिधै खोला पुगेर भेट्छु। अहिलेको लागि चाहिँ यति नै। हेरेर इन्जोय गर्नु होला र साथै माया दिनु नबिर्सिनु होला है त गाइज। ल आफ्नो आफ्नो गन्तव्यतर्फ ल मालिक चल्दियो। अब म पनि आफ्नो गन्तव्यतिर लाग्दैछौँ हामी। ल अब चाहिँ यो चाहिँ लास्ट हो, यो दुईजना हेर्न सक्नुहुन्छ। अनि यहाँ म, अनि यहाँ मालिक खोइ त आएको र छिटो। मालिकलाई आज 10 किलो मार्ने हेर्नु। ल ठिकै छ, अब हामी यहीँसम्म थियो, सिधै मन्जिल पुगेर भेट्छु तपाईँहरूलाई। अहिलेको लागि चाहिँ यति नै है त। फाइनली गाइज हामी रिभर राइड पुगिसक्यो। हेर्नु सक्नुहुन्छ तपाईँहरूले हाम्रो यहाँको नजारा। ओहो काली हेर, यहाँ मजा आउँदैछ नि, मजा आउँदैछ। ओहो अनि यहाँ हामीले फाइनली स्नेक भेटाएको थियो। चण्डैले हामीलाई छुइपठाएको कता पछि यहाँ ढुङ्गाभित्र। हामी यताबाट नजाउँ किनकि ज्यानभन्दा ठुलो केही पनि होइन, त्यसैले हामी यहाँ रिक्स नलिउँ भन्दै अघि बढौँ है त। दर्प गरेर लिएर आएको यहाँ हेर्नु न कसरी जाँदैछ है त। रिजरलाई लिएर हिँड्नु चाहिँ साह्रै हो गाइज के होइन। हामी केटाहरू मात्रै हो भने त उहाँ पुगिसक्दै होइन, दुईजना लिएर आएपछि हल्का स्लोमा हिँड्नु पऱ्यो नि त। अब हाम्रो सुरुवात यहाँदेखि हुन गइरहेको छ। के कस्तो हुन्छ भने तपाईँहरूलाई देखाउने छौँ। अन्तिमसम्म हेरेर माया दिनु होला। यही हो हाम्रो यहाँको देउपानी रिभर। यहाँदेखि चाहिँ दुईवटा खोला जोडिएको छ त्यहाँ माझमा हेर्नु सक्नुहुन्छ। उयो चाहिँ व्हाइट स्टोन हिल हो, त्यहाँ सेतो टिना देखेको खोला बग्दैछ। पानी परेको थियो, हल्का बढ्यो पनि होला होइन। त्यही पनि आनन्द लिनु होला, ब्लगको हेर्दै गर्नु होला अन्तिमसम्म। अब के गर्छौँ हामी भन्दै देखाउँछु तपाईँलाई। अहिलेलाई चाहिँ मजा लिँदै गर्नु है त गाइज। हेलो गाइज, जाल हान्ने हो होइन। अब धेरै नभए पनि एउटा बोनी चाहिँ भयो, जात्रा एउटा यहाँ हालिदिइहालौँ। 10 किलोको माछा यहाँ हाल न। ऊ तल गिर्यो। ल गाइज, ल ल ल यति भयो भने त सुरुवात हुँदैछ। अब ल माछा छ त्यसो भयो है त, हेर्दै गर्नु होला अन्तिमसम्म। अर्को एटाइम हुँदैछ गाइज, यहाँ हेर्नु होला। सब सिकौडे सिकौडे, ऊ पनि सिकौडे, म पनि सिकौडे। ल ल ल ल ल भेगुता स्टाइलमा भयो भने जाल चाहिँ फालियो। सङ्घर्ष गरिँदैछ, केही छैन, बिस्तारै हुन्छ। तानी नहाल न एकै बारमा। ऊ आयो 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 आयो, माछा छ यहाँ। ए एउटा मात्रै आयो। ल ठिक छ, त्यो पनि दामी छ। ल ल ल ल ल ल गाइज हेर्नु सक्नुहुन्छ जालमा माछा झ्याम्मै। ल ठिक छ, बवाल छ, हेर्दै गर्नु होला अन्तिमसम्म, माया दिनु होला है त। ल म देखाउँदै गर्छु तपाईँहरूलाई। हेलो हेलो गाइज, मजा आउँदैछ। हामी यहाँ आइपुगे देउपानीमा। देख्नु सक्नुहुन्छ ये सब क्या देखना पड़ रहा है। अच्छा है मैं अंधा हूँ। चलो त भन्दिनँ। माछा मार फाइनली खतम भइसक्यो र म घर पनि आइपुगिसकेँ। र खोलामा डुल्दा डुल्दा हिँड्दा हिँड्दा भोक लागेर फेरि म चट्ट लाएर खाना बजाउन गइरहेको छु। हेर्नु मेरो खुवाई यस्तो कडा छ, के कसो लाग्छ तपाईँलाई भनेर हेरेर प्रतिक्रिया दिनु होला। र
हेलो गाइस, 5-5 केजीको माछा पायो। हामी चाहिँ आज माछा हन्टिङ गरेर आज मजाले माछा बजाउने हो। हेर्नुहोस् तपाईहरुले भिडियो के कस्तो लाग्यो। आज माछा मराइ यति नै हो। यही हो माछा भनेको। आज यही पर्यो माछा। हेर्नु है त ल, हेर्नु सक्नुहुन्छ गाइज, माछाको लागि झोल तयार भइसकेछ। अब त्यसपछि चक्क लाएर पाक्छ अनि त्यहाँदेखि हामी खान्छौँ। अनि त्यसपछि तपाईँलाई यहाँ रेडी छ माछा। अब यो जान्छ यही झोलमा अनि त्यसपछि आउँछ मजा गाइज, यो जान्छ यो झोलमा अनि त्यसपछि हामी खान्छौँ अनि तपाईँलाई भन्छौँ है त। हेर्दै गर्नु होला, पाक्नेको प्रतीक्षा गर्नु होला। हेलो गाइज, फाइनली दिनभर माछा मार्यो, बेलुका खाइँदैछ। तर बिर्सेर अलिकति माछामा चाहिँ पिरो हालिएछ। हाम्रो जाल हान्ने मछुवारा, मेन मछुवारा यहाँ भन्नु मात्रै सकेको छैन, बिचरा रुनु मात्रै सकेको छैन। म पनि अघि भर्खर बजाएको जस्तो लाग्यो, फेरि पनि बजाउँदैछु। भोक भन्ने कुरा यस्तै हो, जति बेला नि लाग्न सक्छ। रातिको 12 बजे पनि उठाएर बजाउन सक्छु म, ग्यारेन्टी छैन। त्यसलाई मान्छे भन्दैन नि त, त्यसलाई त कपा भन्छ, उयो के भन्छ, गोरु। ठिक छ, ओके। आजलाई यति नै थियो गाइस। के कसो लाग्यो भिडियो हेरेर प्रतिक्रिया दिनु होला भन्दै अहिलेको लागि चाहिँ यति नै। फेरि भेटौँ अर्को गिर्दा अघि जस्तो देखाउँ न एक्सपेन्सनमा। देखाउन फेरि एक बार। सेतो छ हौ, यी गर न फेरि। त त्यस्तो गरिस् कान्छी, ती बुहारी गिर्दा त्यस्तो गरिस् तैँले गरिस्। मैले तिमीले के गर्यो माछा मार्दा? ओ बुझ्दैन भेटायो भन्यो। ल ओके गाइस, हेरेर इन्जोय गर्नु होला र अन्तिमसम्म हेरेर माया दिनु नबिर्सिनु होला भन्दै आजको लागि यति नै। अब फेरि भेटौँ अर्को नयाँ भ्लगमा। सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है त गाइस। ल।